हजुरहरु मेरो कुखुराहरु टाढा छ अनि जुम गरेर खिचेको ठुलो ठुलोहरु छ है। अब हजुरहरुको पनि ठाउँ छ भने चाहिँ यसरी कुखुराहरु पाल्नु भए हुन्छ है। अलिअलि ठाउँ भए पनि हुन्छ। मेरो चाहिँ 5 वटा 6 वटा कुखुरा छ। अन्डा हेर्नुस् त जहिले दिनकै 4 वटा 5 वटा 4 वटा 5 वटा लोकल अन्डा यसरी पारिराख्छ है। हेर्नुस् त कस्तो अन्डाहरु हेर्नु त। अब यस्तो राम्रो अन्डाहरु छ। मेरो छोराहरुलाई चाहिँ सानोलाई पनि एकदम अन्डाहरु मन पर्छ। उलाई अन्डा नभए भात खान उलाई गाह्रो हुन्छ। अनि ठुलोलाई पनि अन्डा अब चाहिराख्छ। अनि मेरो नानीहरुलाई चाहिँ खाजामा अन्डा चाहिँ एकदम जतिखेरै अन्डा भइराख्छ है। यति धेरै अन्डा पार्छ र पनि त्यही पनि फेरि के रे उनीहरुलाई अन्डा चाहिँ एक्स्ट्रा चाहिँ हुँदैन के। अब खाइ नै राख्छ अनि त्यही भएर अन्डा बाँकी चाहिँ हुँदैन। तर खानु चाहिँ मजाले पुग्छ के। त्यही भएर अलिअलि फालेको खानासानाले पनि अब सदुपयोग हुन्छ के।